त्यो कबाबमा हड्डी हल्लामा बल्ला थ्याङ्क यू सो मच हाम्रो साथीले सुन्दा के हुँदैन त्यो त हो कि गाइस मतलब त्यो साथीले सुन्दा के हुँदैन भन्दाखेरि चाहिँ एकदम क्लोज है त्यो तत्तर मम भन्ने साथीहरूको अगाडि मात्र यो कुराहरू सुन्दा के हुँदैन तर म त उहाँलाई रेस्पेक्ट गर्छु आफूभन्दा दिदी अनि हामी त्यति क्लोज पनि छैन चाहिने भन्दा बढी बोल्दैनौँ जे फ्रेन्डली तर त्यस्तो यस्तो टाइपको होइन क्या अनि त्यति बेला त नि कस्तो अलि अप्ठ्यारो लाग्दैन ओके अब भन्छु एकदमै म नि यता कन्ट्रोल गर्छु त नि हो ठिठो न उहाँले थ्याङ्क यू सो मच ओह अब यो गेमले गर्छ एकछिन भन यो चाहिँ यो यस्तो यो नआउने बनाउनु मिल्दैन कि कहाँ मिल्छ त अनि कसरी चाहिँ नआउने बनाउनु खै म यताबाट क्यान्सल गर्छु गेमै क्यान्सल गर्छु नगर्नु के म क्यान्सल गर्छु आम्बो क्यान्सल यो गेम चाहिँ मेरो लागि केही हेर्नु कट 3 2 1 गो You please. अब भन्छु कोही नि ल के भनेर भन्ने हो कसरी अब सिरियस भएर के भन्ने ओहो म त पुरै सिरियस भएँ जस्ट त्यति मात्र भने हुन्छ ओहो कति ओहो ल रेडी यु आर यु रेडी यस हम पहिलेदेखि रेडी हो कहिलेदेखि रेडी हो जीवन हजुर ए सरी तपाईलाई हजुर भन्नुहुन्न जस्तो लागेको थियो अनि ल जीवन हजुर म एउटा कुरा भनौँ कि भने सोचे थिएँ भनौँ हजुर भन्नु न आई लभ यु जीवन अन्त अब कहिलेदेखि यो कुरा सुन्नु चाहन्थे म अन्जा अनिसा हजुर म कहिलेबाट यो कुरा सुन्न चाहन्थे कहिलेबाट आई लभ यु टु अन्सा